सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग सबैलाई गुड मर्निङ। आज चाहिँ मैले ढिलो उठेँ कि गाइज, किनभने आज शनिबार र हिजो शुक्रबार थियो, त्यसैले हिजो भेरी 10 बजी सुतेको होइन, त्यही भएर चाहिँ आज मैले ढिलो उठेँ र बाहिर चाहिँ यस्तो घाम लागिसकेको छ नि। चाहिँ यस्तो घाम लागिसकेको छ चाहिँ बल्ल उठेको कति बज्यो टक्क टाइम उठ्नु 9:24 भयो गाइजी। 9:30 बजे उठे तँ गाइज। आज चाहिँ यस्तो घाम लाग्छ कि गाइज, हामीलाई जान चाहिँ ल काउली बन्द हामीलाई चाहिँ अन्त अघिल्लोको भ्लग मान्दै हामीलाई यता चाहिँ यस्तो हो गाइज। अगाडि चाहिँ यस्तो हिजो अस्ति कहिले गाइज मलाई थाहा भएन, यहाँ त अघिल्लोको भ्लग दाउरा काटे त के काटे होइन कमेन्ट गरिदिनु है गाइज। यहाँ चाहिँ टौवा आइसकेको छ गाइज। यो चाहिँ लप्सीको बुटो हो गाइज। ल म कपडा फेराउँछु, कडा फेरौँ अनि कुरा गरौँ ल गाइज। गाइज मैले चाहिँ कपडा लगाइसकेर म चाहिँ पानी खाने होइन, चाहिँ पानी खाएर अनि अब जानु गाइज, जति जाने हो चाहिँ पानी खाऊँ। मैं पानी दिन तरकारी दाल रहेछ गाइज। अब चाहिँ पानी खाएर कुरा गरौँ ल गाइज। मम्मीले चाहिँ पानी अहिले दिने कुरा गर्नुभयो होइन, अनि अब चाहिँ यसो माथि दिदीसँग गएर आमै रोकिन दिदीसँग गएर आउँछु। हजुर ल यहाँ चाहिँ मम्मीले मलाई चाहिँ धेरै ग्यास्ट्रिक गरेर मम्मीले बनाइदिनु भएको दन्सिनको भएन क्या, म गराइहाल्छु है मम्मी। अहिले बनाइदिन्छु। एउटा कुरा हानेर अर्को कुरा भन्छ क्या फेरि मम्मी नि। दिदीसँग जामै ए हाम्रो गाउँका बुढाबुढीहरू दिदीको ब्याक मोबाइल चार्ज गरिरहेछ गाइस। यता चाहिँ युट्युबको च्यानल देखाइदिन्छु गाइस किन गाइस। मेरो च्यानल हो यो चाहिँ गाइस हेर्नु, यो मेरो पुरै चाहिँ मेरो पुरै भिडियो सर्च नि हेर्नु गाइस। सर्च चाहिँ 1-2 हेलो गाइज आज चाहिँ हाम्रो गाउँमा यति नै भिडियो नि पुरै लाइट भइदिन्छ गाइस। भएको मोबाइल यस्तो। हेलो गाइज आज चाहिँ हाम्रो गाउँमा भिडियो चाहिँ गाइस, यो चाहिँ अस्तिको भिडियो। हेलो गाइज गुड मर्निङ। आज चाहिँ म बिहान उठिसकेको छु र आज हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ यति नै हो गाइज होइन। 55
अल गरिदिनुपर्छ यसलाई अल तो गाइस चार्ज में रख दे गाइस चाहिँ दिदी उठ्नु दिन्छ गाइस अनि चाहिँ तल जाम नि अहिले कुरा गर्नु गाइस बुढाबुढीहरू चाहिँ बुढाबुढीहरू बुढाबुढी केटारीहरू सुनेन कानै रहन्छ के टङ्केको छ अस्ति नै ठ्याक्क यहाँभित्र चाहिँ पानी हात्ती सक्नुहुन्छ यो गाइस भोरी हुन चाहिँ एक दिन अस्ति नै मात्र सकेको गाइस अब चाहिँ हामी दबाई सबै खाऊँ मेरो मम्मी म खै ल्याउनु म चाहिँ मम्मी यता ल्याउनु यता हुन्छ ल्याउनु भयो तितो न तितो हुन्छ चाहिँ यो खाइसक्यो औडी तितो के कहाँ औडी थियो अनि चाहिँ अब चाहिँ यसो अब अगाडि चाहिँ देखाउँछु गाइस नि हेर्नु गाइस हाम्रो घर अगाडिको भ्यू अघिल्लोचोटि देखाएको अघिल्लोचोटि चाहिँ अगाडिको देखायो भने अहिले चाहिँ अब यता छेउछेउको देखाउँछु है गाइस यस्तो यहाँ बाँसै बाँस थियो गाइस बारी काट्नु आएको अनि यहाँ उता चाहिँ टाउवा गाइस यो चाहिँ हाम्रो भकारो भैँसी राख्ने त्यहाँ चाहिँ एउटा भैँसी एउटा गाई छ अनि उति एउटा यता भयो एउटा उता गाई छ यताको भैँसी उताको गाई छ चाहिँ अगाडि त अब हामी अघिल्लो ब्लगमा यो चाहिँ लप्सीको बुटो गाई यो टक्क बिचको यो अहिले बाँधेर आएर किनिराखेको छैनन् गाइज अनि उतातिर चाहिँ देखाउनु त देखाएको थिएँ बिहानै भएर केही देखेको थिएन अहिले पनि खासै त देखेको थिएन पहिलाको भन्दा त अलि राम्रै देखिन्छ गाइज त्यहाँ चाहिँ गाइज त्यहाँतिर चाहिँ बेलुकी बेलुकी कालिज आउँछन् गाइज कालिज आउने बेला म भिडियो बनाउँछु गाइज लास्टसम्म हेर्नु भने देख्नुहुन्छ गाइज उहाँ चाहिँ इट्टाभट्टी यहाँ काम गर्दै हुन्छ उहाँ चाहिँ इट्टाभट्टी हो गाइज उतै चाहिँ हाम्रो कुखुरा फार्म हो गाइज त्यो घर जस्तै छ नि त्यो चाहिँ हाम्रो कुखुरा फार्म हो गाइज हैन यो चाहिँ हाम्रो घरको आँप भयो गाइज अस्ति नै देख्नु होला आँपको बुटो आँप होइन आँपको बुटो यहाँ नि फलेको छ गाइज अनि गाइज यो चाहिँ हाम्रो माथिको घर भयो घरको छान गाइज त्यो चाहिँ हाम्रो माथिको टँडेलो त्यहाँ केही छैन गाइज त्यो पुरै बाँदरले लैजान्छ गाइज यो माथिको घर नि गाइस हो कि नै चाहिँ त्यो माथिको घर चाहिँ देखाउँछु यो चाहिँ छुट्टै घर त्यो चाहिँ हाम्रो घर गाइस यो म भएको घर र यो बिचको घर चाहिँ त्यो टुँडोदेखि यो टुँडोसम्मको चाहिँ गाइस यो चाहिँ ठुली आमाको यो नि ठुली आमाको हो गाइस हैन गाइस यो चाहिँ
माथिको चाहिँ म रोकिने गाइज मलाई मम्मीले बोलाउनु अहिले देखाउँछु चाहिँ गाइज होइन यो चाहिँ अस्ति नैको ब्लगमा देखाएन गाइज अहिलेको ब्लगमा देखाउँदैछु गाइज यो चाहिँ अलि अस्ति यो चाहिँ बुट्टो ढलाउनको होइन गाइज यो बुट्टो चाहिँ यो चाहिँ हाम्रो माथिको बाटो भयो गाइज यो त अस्ति नै देख्नु होला तर यो देख्नु थिएन गाइज यो गाइज यहाँबाट होइन यहाँतिरबाट गाइज यहाँबाट चाहिँ अलि यहाँसम्म चाहिँ रोकिने त्यहाँतिरबाट यहाँसम्म गाइज यहाँसम्म मैले उभिएको ठाउँबाट त्यहाँसम्म चाहिँ त्यहाँबाट होइन त्यहाँबाट अनि हरि सिधा सिधा हिँड्दै गाइज यहाँ चाहिँ गाइज यहाँ गएर टुङ्गिने एउटा गरेको थियो गाइज त्यहाँबाट यहाँसम्म अनि त्यहाँबाट चाहिँ त्यहाँसम्म गाइज थियो अनि यो तल चाहिँ छुट्टै गरेको थियो गाइज इन दुइटालाई अस्ति भ्याग कुरा मिलाएको गाइज दुइटै एउटै बनाएको के हेर्नु गाइज कस्तो राम्रो खिच्छ माथिबाट देखाउँछु गाइज हेर्नु गाइज एउटै गरेर बनाएको हो क्या होइन त्यहाँ चाहिँ इट्टोभट्टीमा काम गर्दै हुन्छ ती ए त्यस्तो रहेछ म त नहेरिकन हेर्नुदिएको बेलुकी यहाँ के हो के खाना तर मलाई थाहा छैन यो गराभरि काली जाउँछन् क्या गराभरि त होइन 10-12वटा काली जाउँछन् गाइज यो चाहिँ अहिले म देखाउँछु गाइज चिलो अब चाहिँ म चाहिँ भात खान जान्छु र यतापट्टिबाट चाहिँ हाम्रो घर यस्तो देखिन्छ म भात खान जान्छु अनि भात खाँदै कुरा गरौँ है आज चाहिँ दिदी उठ्नु भएन अलि बेर भयो त्यही भएर गाइस अब चाहिँ यो चाहिँ एउटै घर हो अब यो चाहिँ यो घर र त्यो तल्लो घर चाहिँ मैले अघि भनेको घर चाहिँ दुइटाको धान झाँटेर त्यसको पराल मिलाएर यति भएको गाइस यो पराल चाहिँ माथि ठुली आमाको जम्मा भात खाएर चाहिँ बेलुकी कुरा गरौँ है गाइस भात खान्छु अनि एकछिन 12 बजीसम्म पढेर चाहिँ कुरा गरौँ दिउँसो चाहिँ अब मैले भ्लग बनाउन पाइनँ किनभने चाहिँ आज दिउँसो मेरो अलि थोरै काम थियो त्यही भएर चाहिँ अब भ्लग चाहिँ अब यसैको भ्लग चाहिँ अब अर्को पार्ट चाहिँ अब अर्को अब जहिले बिदा हुन्छ तहिले हामीलाई गाइस ल गाइस आज चाहिँ तल्लोपाङको भ्यू देखाउने भनेको चाहिँ आज चाहिँ पुगेन गाइस अनि त्यही भएर चाहिँ अहिले एन्ड गर्न लागेको गाइस चाहिँ म पानी हाल्दै हुन्छ मम्मी केमा पानी हाल्नु गर हिउँदे सिमी यो चाहिँ हिउँदे सिमी रहेछ गाइस खाने भयो नि आउनु अहिले अँधेरो नि भइसक्यो गाइस जतासुकै अँधेरै भयो ल गाइस नेक्स्ट ब्लग चाहिँ अब बिदा अब सकेसम्म त सटरडे नै हुन्छ होला बिदा अब सटरडे भन्दा पहिल्यै भयो भने चाहिँ राखौँ है गाइस ल गाइस बाई